गाइस भने चाहिँ म चाहिँ अहिले गाईको लागि है दाना काटिरहेको छु। घरले बनाएर चाहिँ फटाफट एकछिन गरेर चाहिँ छिटो निस्किनु पर्ने हुन्छ। अहिले चाहिँ म काटिरहेको छु है। हे हेलो एभ्रिवान, गुड मर्निङ एन्ड वान्स अगेन वेलकम ब्याक टु माई च्यानल। सो गाइस भने चाहिँ आज चाहिँ एउटा मेरो गाउँको चाहिँ फेरि मेरो भ्लग बनिरहेको छ है। किनभने म चाहिँ आज मैले अस्ति गाडी बुक गरेको थिएँ है। अहिलेभन्दा 10-12 दिन अगाडि मैले एउटा गाडी बुक गरेको थिएँ। भर्खरै अघि मलाई मेसेज पनि आएको छ कि गाडी आज चाहिँ तपाईँको डेलिभरी हुन्छ भनेर। म 12-1 बजीतिर चाहिँ म गाडी लिनुको लागि चाहिँ म जाँदैछु है। किनभने अहिले चाहिँ म सानो मेरो यहाँ कान्छी छ है। कान्छीको लागि चाहिँ अलिकति म घाँसहरू काटिराखेर चाहिँ म रेडी भएर चाहिँ निस्किनु पर्ने हुन्छ। किनभने आज वेदर पनि ठिक छैन नि, किनभने पानी पनि आउला जस्तो भइरहेछ है। अनि त्यही भएर चाहिँ अलिकति भयो भने अलिक छिटै गरेर चाहिँ म निस्किनु पर्ने हुन्छ। त्यही भएर चाहिँ अहिले हल्का म यहाँनिर मेरो कान्छीलाई चाहिँ म घाँसहरू है दानाहरू पकाइराखेर चाहिँ खोलेर म पकाइराखेर चाहिँ म चाहिँ यहाँबाट चाहिँ निस्किनु पर्ने हुन्छ। आमालाई चाहिँ अलिक उहाँले मेरो लागि चाहिँ चियाहरू खाजाहरू पनि बनाइरहनु भएको छ। अब चाहिँ म एकछिनमा चाहिँ निस्किन्छु भने चाहिँ काटेर पनि सकिसकेँ मैले। आमा पनि आइपुग्नु भएछ है। अब यहाँ चाहिँ म चाहिँ यहाँ आगो फुकेर चाहिँ अब यहाँ खोले बसाइरहेको छु गाईलाई। आमा फुक्दिनु नि आगो। यो चाहिँ गाईलाई हामीले चाहिँ हल्का यो चाहिँ यो लाउँछौँ आँटा चाहिँ यसरी लाउँछौँ हामीले। आँटा लाउँदा चाहिँ अलिक मोटा हुन्छ कि दाना उहाँले मजाले खान्छ नि त। त्यही भएर चाहिँ हामीले चाहिँ यसरी हल्का यसरी लाउँछौँ हामीले आँटा। के छ काली पनि आइरहेछ। काली आइज यता, आऊ यहाँ आऊ, यता आऊ छिटो, यहाँ यता आइज आइज। आमाले चाहिँ आगो फुकिरहनु भएको छ। अब यो आगो बालेपछि चाहिँ हामी चाहिँ गाईको लागि चाहिँ यहाँ दाना बसाएर चाहिँ त्यहाँबाट चाहिँ म चाहिँ गाडी लिनुको लागि चाहिँ म जानुपर्ने हुन्छ यहाँ घरदेखि चाहिँ। यहाँ चाहिँ मेरो आमाले चिया बनाइरहनु भएको छ है। अब म चाहिँ यहाँबाट चिया खाएर चाहिँ अब जाने भनेको। पानी परेर नि गएछ, यसरी पानी चाहिँ पुरा परिरहेको छ है। कन्टिन्यू छ पानी चाहिँ, ठुलो पानी परिरहेको छ है। आमा चाहिँ यहाँ हुनुहुन्छ, चिया बनाउनु हुँदैछ मलाई चाहिँ। भर्खरै मात्रामा दाजु पनि आइपुग्नु भयो है। अब पानी पनि यति बेसी पानी आइरहेको छ है। यही गाडीमा चाहिँ म चाहिँ जानुपर्ने हुन्छ। अब चाहिँ निस्किन्छ। एकछिन ल त, चिया खाइहाल्ने, चिया पहिला आउनु, चिया पिउँ पहिला। सो गाइस ब्ल्याक टी मेरो चाहिँ है। सो गाइस मेरो चाहिँ गाडी चाहिँ आइपुगेको रहेछ है। यो चाहिँ मेरो गाडी हो। म चाहिँ अहिले महिन्द्रा सोरुममा छु म चाहिँ। हजुर 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 चाबी वहीँनिर छ पर। सो गाइस मेरो चाहिँ गाडी चाहिँ आइपुगेको छ है। अब चाहिँ यहाँबाट म लानुपर्ने हुन्छ। ए हजुर 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 150 चाहिँ फुल चार्ज है। हजुर हजुर यहाँनिर किलोमिटर यहाँनिर तपाईँको चार्ज देखाउँछ, कति फुल चार्ज छ, अनि किलोमिटर यहाँनिर। हजुर हजुर तपाईँको जब चार्ज फुल चार्ज भयो भने यसरी देखाउँछ। हजुर हजुर निकाल्नु पनि तपाईँको इजी छ हजुर। ठिकै छ बहिनी।
देवहितं चेदायुः शतमिन्नु शरदो अन्ति देवा जत्रानसत्रादरसन्तनो नाम पुत्रासो तत्र पितरो भवन्ति मानो मद्यारेरिकतायर्गन्तो हरितदौरादिदन्तरिकमभिकर्माता स पिता स पुत्रः विश्वेदेवादितिः पञ्चजनादित्रजातमोदितृजनित्वम् ॐ दृश्यते लक्ष्मी च पत्न्य बहोरात्रे पार्श्वे निचित्राणि रूपमसिनो व्यातं वैष्णनिखाणमं मयिकाण सर्वलोकं मयिकाण ॐ दृश्यते लक्ष्मी च पत्न्य बहोरात्रे पार्श्वे निचित्राणि रूपमसिनो व्यातं वैष्णनिखाणमं मयिकाण सर्वलोकं मयिकाण। सो गाइस मेरो गाडीमा चाहिँ पूजा भइरहेको छ अहिले ओम त्रिशते लक्ष्मी च पत्न्य भवरात्रि पार्श्वे चित्राणि रूपमसिनो व्यातं वैष्णनिखाण सर्वे लोकमयिकाण नाभ्याः श्रीदन्तरिक्षगं कृष्णो समुवर्तवद्यभूमधिशास्त्रोत्रतालोकः कल्पयन् हरि ओम वसो पवित्रमसि सहस्रधारं वसो पवित्रमसि सहस्रधारं पवित्रेण सुरसस्मिन् ॐ पवित्रधारम् ॐ अतः श्रीसते लक्ष्मी च पत्न्य बहोरात्रे पार्श्वे नक्षत्राणि रूपमसिनो व्यातं ईशन्निकाणमयिकाण सर्वे लोकं मयिकाणः ॐ सहस्रशिरेखा पुरुषः सहस्राक्षः सहस्रपातः सभूमिहुं सर्वतस्मिपाठतिष्ठते साङ्कुलं मा पुरुषये वेदगुं सर्वं यद्भूतं यच्च भाव्यं मा हुतामृतत्वशेषानो जगन्नेनातिरोहति एतावानस्य महिमतो जयास्वपुरुषः पादोस विश्वभूतानि त्रिपादस्यामृतं देवि श्रीपादोर्जौजत्पुरुषः पादोसहा भवत्पुनः ततो विपङ्गसनासनेऽभि अस्मादन्या सर्वभूतः सम्भृतं प्रेगदाजं वासोस्तं चक्रे वायव्या नाराण्यग्राम्य सदे तस्मादन्या सर्वभूतरिचः सामानि च निवेदन्दागुंसि च निवे तस्मादगायता तस्मादस्वाजायन्तसे गेजोपायादतः गावो अजनिरे दस्मजाताः जावयः तं जन्यं परिः कृतौक्षन् पुरुषं जातमग्रतः तेन देवा जयन्त साध्यारिहय सदे यत्पुरुषं व्यददुः दधिधाव्यकल्पयन् मुखाङ्किन स्यास्विद्धिं बाहुतिमूरु पादाउते ब्राह्मणो समसमाहुरा जन्यातितावुरु दशसुदेश्यः पद्म्यादिषुधो अजायता चन्द्रमा मनिषो जातचक्षुः सूर्यो अजायता श्रोत्राद्वायस्तप्राणस्तमुखं अग्निरजायता नाभ्याः पूर्वान्तरे समवतदा पद्म्याभो मृगः श्रोत्रा तथा लोकान्नतगन्नागरगुरुदेन विहा सप्तसमितः कृताः देवा जज्ञानन्तन्नुवानम् आगतन् पुरुषं वसोमजन्येन जन्यमयदन् स देवास् आनि धर्माणि व्रतमान्यसन्नतिहनकं मणिमानः असङ्कत्र पूर्वे साध्याः सन्ति देवाः अद्यः संहितः पृथिवीतथा च विश्वकर्मणः समवर्तताभ्ये तस्य दशाभिषद्भूषन्ति ॐ धूरसे धूर्वधूर्वान्तां धूर्घटां धोस्मान् भरं धोद्धामः देवानामसि वनितमसुं सस्मितमं प्रपितमं दुष्टतमं देवहोतमं चन्द्रमा मनसो जातचक्षु सूर्यो अजायता शूद्राद्वायुष्प्रपाश्रमुखाद्वनिरजायता
ओम वनस्पतिरसभूतो गन्धाढ्यो गन्धोत्तममा क्रियासुरदेवानां धूपोऽयं प्रतिगृह्यताम्